सिबुवाको पातबाट चिन्नुहोस्। र यहाँ हाम्रो बसन्त साउजीकोमा जति पनि रहेछ तपाईँलाई कति चाहिन्छ लान पाउनुहुन्छ। र प्याकिङ हुँदैछ। प्याकिङ तरिका अलि छोटो भयो कि राजा हो? ए ल मिलाएर यो चाहिँ लाँदैछु। यो चाहिँ भाइरल दाना। यो प्याकिङ गर्ने तरिका पनि सिकिराख्नुहोस्। यो केराको दाम छ, हरियो केराको दाम छ। लाएर चाहिँ टक्क लाएर लानुपर्छ। र मैले चाहिँ अब निङ्गुवामा कृषि फार्मबाट हेर्नुहोस् भाइरल दानाहरू लिएर चाहिँ जाँदैछु। यो चाहिँ यो भित्र सबै दाना छ नि। यो मैले चाहिँ 5 दिनसम्म बोक्दा पनि केही हुँदैन। यो केराको दाम छ, चिसो छ। यो चिसोले यो सुरक्षित हुन्छ। भरिया पनि ल्याउनु भन्दा फेरि उता नेपालतिर चाहिँ जहीँ घुमा पनि यो पुग्छ। निङ्गुवामा कृषि फर्ममा फेरि सीमित मूल्यमा नेपालकै टप भाइरल दानाहरू पाइन्छ। रुद्राक्षको बिरुवा ल तपाईँहरूलाई शुभ यात्रा ल। उहाँको प्याकिङ फेरि साह्रै राम्रो छ कि भित्र चाहिँ पोलिथिन उसमा जरा छ। प्याकिङ एकदम राम्रो छ। होम डेलिभरी पनि छ जस्तो लागेको छ मलाई। हो ठ्याक्कै। हामी ल सम्पर्क ल शुभ यात्रा ल। धन्यवाद। ल सर ल राम्रोसँग जानु पुगेपछि कल गर्ने मतलब ल